आज पुस 30 गते, भोलि माघ 1 गते अनि माघीको चहलपहल सुरु भयो। यस्तो हुन्छ यहाँ दाङतिर गन्जी तरुल हेर्नु अब है। यहाँ यो दाङतिर गन्जी हुन्छ नि यसलाई, सकरखण्डलाई। ल हेर्नुहोस् यहाँ अब माघीमा यो गन्जी तरुल खाने चलन हुन्छ। कति धेरै गन्जी छ, गन्जी र तरुल। माघी लाग्यो हेर्नुहोस् है। दाङमा विशेष गरी दाङतिर यो माघी पर्व चौधरीहरू थारू समुदायले मनाउने, विशेष गरी मनाउने माघी आजदेखि अलि चहल पहल बढिरहेछ माघीको। यता त 3-4 दिन लाग्छ माघी मनाउँछन् 3-4 दिन। तपाईहरुकोमा उतातिर कस्तो हुन्छ कमेन्ट गर्नु होला है। ल जाडो पनि बिस्तारै हट्दैछ अब, अनि दिनहरू पनि लामो लामो हुँदैछ। यता सिद्रा माछा बिस्तारै अब जाडो हट्दैछ। अब दिन पनि लामो लामो हुँदैछ। आजलाई यति नै मेरो छोटो भिडियो हेर्नु होला, कमेन्ट गर्नु होला है।